सो आज चाहिँ म हजुरलाई मेरो क्लिनिकमा आएको एउटा केसको बारेमा केही भन्न गइरहेको छु। सो हजुरले भिडियोमा देख्न सक्नुहुन्छ यो चाहिँ 5 वर्षको नानीको दाँत हो र यो नर्मल होइन। यहाँ हजुरले देख्न सक्नुहुन्छ अलमोस्ट सबै दाँतहरू चाहिँ किराले खाइसकेको छ। मल्टिपल केरिज छ, दाँत बिग्रिन थालिसकेको छ र स्ट्रक्चरहरू लस भइरहेको छ। आजकल यो प्रब्लम बच्चाहरूमा एकदम धेरै कमन छ र यसको कारणहरू फर्स्टमा चाहिँ धेरै चक्लेट, बिस्किट र जुस जस्ता एकदम सुगरी फुडहरू खानु। सेकेन्डमा चाहिँ राति चाहिँ बोटल फिडिङ गराएर सुताउनु। थर्डमा चाहिँ प्रपर ब्रस नगर्नु वा ब्रसिङ नै स्किप गर्नु। र फोर्थ र मोस्ट कमन चाहिँ यो दुधे दाँत हो, फेरिने दाँत हो भनेर ट्रिटमेन्ट नगराइकन इग्नोर गरेर बस्नु। यो दुधे दाँत, फेरिने दाँत भए तापनि यसको इम्पोर्टेन्सहरू एकदम धेरै छ। यो दाँतको ड्यामेजले गर्दा बच्चाहरूलाई पेन, इन्फेक्सन र खान गाह्रो हुनसक्छ। सो यस्तो केसको टाइममा ट्रिटमेन्ट नगर्दा सिभियर पेन हुन सक्छ, स्वेलिङ र इन्फेक्सन फैलिन सक्छ, दाँत समयभन्दा चाँडै निस्किन सक्छ र मोस्ट इम्पोर्टेन्ट स्पिच र ज डेभलपमेन्टमा पनि असर गर्न सक्छ। तर गुड न्युज यो हो कि इट क्यान बी प्रिभेन्टेड। सो यसको लागि चाहिँ दिनमा 2 पटक ब्रस गराउनुहोस्, सुगरी स्न्याकहरू सकेसम्म कम गराउनुहोस्, नाइट टाइममा बोटल फिडिङ बन्द गर्नुहोस् र रेगुलर डेन्टल चेकअप गराउनुहोस्। सो एज अ डेन्टिस्ट मैले यस्तो केसहरू धेरै देखेको छु र यस्तो केसलाई हामीले प्रिभेन्ट पनि गर्न सकिन्छ। त्यसैले दुधे दाँतको केयर गर्नुहोस् र फ्युचरमा आउने दाँतलाई चाहिँ हेल्दी बनाउनुहोस्।